नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो आजको नयाँ ब्लगमा। आशा छ तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। र आज चाहिँ शनिबार। अब नानीको पनि स्कुल चाहिँ खुल्न लाग्यो। उसको चाहिँ 14 गतेबाट स्कुल खुल्छ। अनि उसलाई चाहिँ मैले अहिले अर्को स्कुलमा छाडेछु। अनि अब अर्को स्कुलमा छाडिसकेको जस्तो उसको अब ड्रेसहरू यताउति सबै अर्को लिनु पऱ्यो के अरे। अब यहाँको त भएन। अनि त्यही भएर उसको चाहिँ ड्रेसहरू अब मोजाहरू के हुन्छ है। अनि त्यो स्कुलमा नि यसो एक्चुअली जानु छ। भर्ना त हामीले गरिसक्यौँ। अनि त्यसैको लागि चाहिँ आज निस्किनु लाग्यो हामी। अनि नानीलाई चाहिँ लिएर जाँदैनौँ हामीले। नानीलाई चाहिँ माथि हाम्रो घरबाट छोड्छौँ। हामीलाई धेरै टाइम त लाग्दैन, 1-2 घन्टामा हामी आइपुग्छौँ के अरे। अनि त्यही भएर नानीलाई चाहिँ छोडेर जान्छौँ हामी। अनि उसको लागि चाहिँ हामीले त्यही ड्रेस भयो, सर्ट भयो, स्कर्ट भयो, अनि प्यान्ट भयो, प्यान्ट नभए अहिले एउटा स्कर्ट अनि 2टा सर्ट अनि सक्सहरू चाहिँ लिएर आउँछौँ होला। र अब अरू के सामान हुन्छ निस्किसकेपछि त्यो पनि लिन्छौँ होला। त्यसैको लागि चाहिँ हामीले शनिबार पारेर आज निस्किन लाग्यो। र गएर हामीले के लिन्छौँ त हेर्दै गर्नु होला। क्रिम लगाउनु लाग्यो कि रेडी हुन लाग्यो। घाम यति धेरै छ, यति धेरै गर्मी छ, बाहिर निस्किनै नसकिने गर्मी छ। कस्तो राम्रो छ कि यो सनस्क्रिन। यहाँ चाहिँ मेरो छोरी नुहाई गरेर अलिक त त्यो त मलाई देखिन्छ कि नुहाई गरेर रेडी भएर बसेछ छोरी पनि। अब म पनि रेडी हुन्छु अनि हजुरसँग हेर्छु। नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई आजको मेरो नयाँ ब्लगमा। सदा चाहिँ म त्यही 5:15 बजी उठ्ने, मर्निङ वक जाने, मर्निङ वक गरेर आएर नुहाई गरेर ठ्याक्क भान्सा बनाउने मेरो काम नै हो। अनि आज चाहिँ एकदम हतार पकाइराखेको छु मैले। यहाँ चाहिँ मैले बुढालाई रोल भनौँ न, यसरी रोटीलाई ट्याक्क म अन्डा राखेर प्याज, सस, हल्का नुन, जिरा धनियाँको धुलो अनि त्यो मासुको अचारको पेस्ट राखेर ठ्याक्क यसरी बनाइदिन्छु 3टा। ठ्याक्क यो चाहिँ बुढालाई नास्ता हुन्छ मेरो। यहाँ चाहिँ मैले परवल र आलुको भुजिया। परवल चाहिँ मलाई भुटेकै मनपर्छ। ल कस्तो अघि क्लियरै आएको थिएन कि। यो चाहिँ परवल र आलुको भुजिया यहाँ मैले बनाउँदैछु। र यति बनाएर अब खानासाना दिएर गएर म टेलरमा सिलाउनु जान्छु। ड्रेस पनि सिलाउनु छ मलाई आज एउटा कलेजको। र तपाईँहरू के कस्तो हुनुहुन्छ? आरामै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु। गर्मी कतिको छ तपाईँकोतिर? यहाँ चाहिँ गर्मी अझै धेरै गर्मी बढेर धेरै गर्मी छ यहाँ चाहिँ मेरो छोराछोरी उठेर बाउलाई एकछिन पनि बस्न दिन्नन् दुईजनाले। आजबाट चाहिँ मेरो छोरीको पनि स्कुल छ। उसलाई चाहिँ मैले आज आउट ड्रेसमै पठाउँछु किनभने टाई र बेल्ट अझै आएको छैन। शनिबारको भिडियो चाहिँ मैले अलिकति बनाएँ कि, अनि त्यसपछि भिडियो बनाउनै पाएन कि मैले। त्यो शनिबार मैले उसको ड्रेसहरू यताउति लिन गएँ अनि भिडियो नै बनाउन पाएन। अनि त्यही भिडियोलाई चाहिँ मैले अहिले कन्टिन्यू गरिरहेको छु। अनि त्यही उसको म त्यस्तो केही लिनै पाएन। उसको चाहिँ मैले त्यो ल्याइदिएँ उसलाई ड्रेसहरू, सक्सहरू यताउति सबै ल्याइदिएँ। अनि हतार आइसकेपछि फेरि हाम्रो घरबेटी दिदीसँग फेरि म बजार गएँ कि। अनि बजार गएर उहाँहरूले सामान लिनुभयो। अनि सामान लिएर आउँदा त तपाईँको साँझ राति नै हुन लागिसक्यो कि। अनि हतार आएर खानासाना बनाउँदा खाँदा लेट भयो। त्यही भएर चाहिँ मैले भ्लग बनाउन पाएन। अब त्यही भ्लगलाई चाहिँ मैले कन्टिन्यू गरिरहेको छु, हेर्दै गर्नु होला। म चाहिँ अहिले यहाँ टेलरमा आइसकेँ। टेलरमा चाहिँ मैले आज यो ड्रेस काट्न, तर यहाँ क्यामेरामा चाहिँ कस्तो अर्कै कलर आएको क्या। यो ड्रेस चाहिँ म काट्छु, सुरुवाल कुर्ता। यो चाहिँ नेक राखेको सिलाउने हो। सुट काट्छु अब मैले।
मैले चाहिँ यहाँ ड्रेस पनि काटिसकेँ। यो चाहिँ सुरुवाल भयो, प्लाजो, यो चाहिँ कुर्ता भयो। यसमा चाहिँ नेक हालेर सिलाउने हो। यो चाहिँ नेकको लागि बक्रम, यो चाहिँ चप्काउने बक्रम हो। अब कपडा काटेर भ्याएँ अब चाहिँ म जान्छु बाबुलाई सुताउन। म पनि 10-15 मिनट चाहिँ यसो सुतेर आउँछु र अनि सिलाउँछु। म चाहिँ बाबुलाई सुताएर आफू पनि एकैछिन पल्टेर आएँ। यस्तो अल्छी लागिरहेको छ क्या। अब चाहिँ मैले सिलाउँछु। हेर्दै गर्नु होला। कति गर्मी छ, कति घाम लाग्यो। एकछिन निस्किनु पनि छ त मलाई बाहिर। सिलाउँदै गर्छु कि अहिले बुढा आउनुहुन्छ नि, त्यसपछि एकछिन निस्किन्छु होला। ल यहाँ चाहिँ कलेजको ड्रेस पनि रेडी भयो। यो चाहिँ हाफ नेक हालेर सिलाएको। यस्तो गरिमा चाहिँ ट्याक्क हाफ नेक राखेर सिलायो भने चाहिँ तपाईँको यो पछाडिको ढाडहरू चाहिँ कालो हुँदैन, घाँटी पनि त्यस्तो कालो हुँदैन। गरिमा जाडोमा पनि सिलाउँछन् धेरैले यस्तो हाफ नेक राखेर। धेरै गरिमा पनि यस्तरी राख्यो भने चाहिँ ढाडहरू टर्दैन। ल आजको मेरो काम, आजको ब्लग चाहिँ यति नै। अहिलेसम्म हेरेर साथ सपोर्ट दिनुभएकोमा धेरै धेरै धन्यवाद।